Hello guys, welcome back to our vlog. आज हाम्रो vlogमा नयाँ मान्छे जोडिएका छन्. vlogमा नयाँ मान्छे हुनुहुन्छ. यो चाहिँ भाइ. हामी सबैको भाइ भन्दा ठुलो चाहिँ आज हामी कुन ठाउँ जाँदैछौँ? अहिलेसम्म जहाँ हाम्रो गाडी फर्स्टको गाडी पायौँ वहीँ जाने आज हामी. अहिले हामी बाटोमै छौँ. डिसिजन भइसकेको छैन. पेन्डिङ डिसिजन. कता जाँदै हुनुहुन्छ आज? मलाई त लोकेसन नै थाहा छैन. बहिनी थाहा छैन. वेलकम टु आवर ब्लग. तयार भएर लागेको छौँ बाटो. अहिले हामी यतै बाटोमा छौँ. एकछिनपछि कहाँ हुन्छ अहिले हामी पेन्डिङ भइरहेछ. डिसिजन गर्छौँ अनि बताउँछौँ है त. सक्यो. हामी त बस्यो. अहिले हामी रत्न पार्क पुगिसक्यौँ. यो चाहिँ वीर हस्पिटल हो. खाएको त देखाउँदै देखाएन सर. यिनीहरूले बनाएर फेरि दन्तेला हामीले 5 रुपियाँको र 4 रुपियाँमा 5 रुपियाँको नोट हाल्यो, 5वटा सिक्का लियो, त्यसपछि 1 रुपियाँको कप किन्यो अनि 3 रुपियाँमा सबैले पानी खाएर लगायो. रत्न पार्क नि. थ्याङ्क यू बालेन्दाई. हामी चाहिँ सपोर्टर नै हो जहिले पनि हजुरको. यस. अहिले हामी यता वीर हस्पिटलको अगाडि छौँ. उता चाहिँ रत्न पार्क हो. यता पनि हामी गएको छैनौँ है. 30 रुपियाँ रहेछ नि आधाले. गएकै छैन हामी त. गार्डन अफ ड्रिम हो कि ड्रिम गार्डन हो. कहाँ लानुपर्छ यार. खेल भन्ने अब हामी गाडीमा चढ्नेवाला छौँ. हामी चाहिँ फाइनली साँगा जाने भयो होइन. हाम्रो डिसिजन त्यही भयो, साँगा जाने डिसिजन डन. अब हामी गाडीमा चढ्छौँ. यही हाम्रो गाडी चढिसक्यौँ तर अब ड्राइभर छैन. आफैले चलायो भने हो. हामी बस्न चाहिँ गाडीमा बसिसक्यौँ है. ड्राइभर छैन. हामी सुन्दराबाट चढ्यौँ. हामी साँगाको बस चढ्यौँ. अब हाम्रो आधी घन्टा जति 1 घन्टा जाम पर्छ नि त. अरू भाइ बहिनीहरू यता बसिरहेका छन्. अहिले चाहिँ हामी भद्रकालीबाट अगाडि सिंहदरबारतिर लम्किरहेका छौँ. यो अगाडिको चाहिँ सिंहदरबार हो. आज यता पुलिसहरू धेरै नै हुनुहुन्छ. खै आन्दोलन के भनिरहेको थियो त्यही भएर पनि होला. अनि यो चाहिँ सर्वोच्च अदालत हो. यसमा चाहिँ अस्ति जेनजी आन्दोलनमा चाहिँ धेरै आगजनी भएको थियो. अहिले पनि त्यस्तै छ. पुरै जलाइसकेको छ. यस्तै छ. अब के गर्ने. यस्तै झ्याउ लागेर यस्तो स्न्यापबाट एउटा भिडियो बनाएँ. अनि हामी चाहिँ अहिले बिजुली बजार पुगिसकेका छौँ. बानेश्वर पुग्नेवाला छौँ. यो अगाडिको चाहिँ संसद भवन हो. अस्ति जेनजी आन्दोलनमा यसमा पनि धेरै नै आगजनी भएको थियो. अलि राम्रोसँग त देखेको छैन. अलि टाढाबाट भएर पनि हो. यो चाहिँ संसद भवनको गेट, मूल गेट. हामीले पुग्नु पर्ने चाहिँ त्यहाँ अगाडि मूर्ति देखिरहेको छ महादेवको. त्यही हो. हामीसँगै घुम्नु रहेछ क्या तपाईँ. हो रहेछ हामीले मान्यो त्यो त हामीले. हेर्न सक्नुहुन्छ. हेयर इज द पुल. हामी यो पुल तरेर जाने अब. एन्ड द्याट इज आवर फाइनल डेस्टिनेसन. गाइस उकालो लाग्यो. हामी जताको नि उकालो मात्रै लाग्छौँ. धक्का दिँदै भन्न कहाँ हो नि त लाउने. रहर हेर्नुहोस्. हाम्रो दाजुको साथीलाई धक्का दिने थियो यहाँबाट. हेर्न सक्नुहुन्छ. ठुलो रहर. धक्का दिनु पहिला नै हो. धक्का दिन सब पहिला उसले देखाइदियो. फाइनली के छ त अब. लेबर नआयो भन्न रुपियाँ नै थियो जन्मन. ल अब हामी चाहिँ
यो पुल तर्दै 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 ठ्याक्कै उहाँ हाम्रो भोलेनाथलाई भेट्न जान्छौँ। See you at the pool guys। हामी चाहिँ अहिले उकालो चढिरहेका छौँ पुल चढ्नलाई। यहाँ छन् हाम्रा अल्छीहरू। अल्छी रे दौड अगला त्यो बाटो लाग्छ काम लाग्यो टेन्ट लगाएर जतिको जमिन दिइहाल्यो कति थियो तसो जान भन्नु हो सामाजिक सञ्जालमा झार्ने हो यो भिडियो। त्योमा प्लेन राखिदिए ए हेलिकप्टर राखिदिए हेलिकप्टर भने अहिले छैन गइहाल्छ बुलेर डर मान्न पर्यो रुन्न हराउँदै रुन्न यता पुलमा छौँ हामी अहिले। हमारे ब्लॉग में स्वागत है। अहिले हामी यता छौँ। यता झन्डाहरू पनि धेरै छन् नेपालको। उता चाहिँ शिवजीको मूर्ति छ। यो चाहिँ हाम्रो नयाँ भाइ, यो चाहिँ हाम्रो साथीहरू हुन्। डरपोक एउटा फाइनली पुल पनि झुला पनि रहेछ हौ यहाँ। चटपट रहेछ यहाँ त। फाइनली वी आर एट द डेस्टिनेसन गाइस। हामी पुग्दैछौँ गाई हामी पुग्दैछौँ। हामी यहाँ ट्रेकिङ आए जस्तो भइरहेको छ। जमच्चो गए जस्तो बोल्न। Finally we are here at the destination guys। This is called our final destination, मेरो आयो भने ठिकै छ के पर्दैन मोबाइल त जे होला मोबाइल हाम्रो रुपियाँ निकालेर बेच्दिउँ नि। ए मेरे रुक रुक रे ए रुक फाइनल डेस्टिनेसन आजको प्रस्तावदाता जुत्ता खोल्नु टिका लगाउनु भयो यहाँ जी। फाइनली हामी चाहिँ माथि मन्दिरबाट तल आइसक्यौँ। अब हामी तल प्रस्थान गर्न लाग्छौँ। मेरो फुल कस्तो देखेको छ मैले पाएको फुल हालेछौ तिमीले। मैले नानीलाई भनेको नानीले के भन्ने जसको पाए त्यसैको फुल काठमा हाल्नुहुन्न भने कसले भन्छ यस्तो। हामीलाई फेरि ल तिमीलाई फुल चाहिन्छ भने लौ
ओइलाउँदैन नि सुक्छ एक कण्ठ छन् पुरा पहाडको जस्तो काँडा रहेछ नि यहाँ त सुक्छ हुन्छ कि अब गेदिन भात जारन सबलाई कण्ठ छन् डाइलग एक त छन् बिस्तारै अलिअलि पहाडको भाइ भइरहेको उता झोलङ्गे पुलमा त दामी भएको थियो ओ माई गड त्यहाँ त अब एकछिन हल्लाउनु पर्छ है त्यो पुललाई अघि अलि फोटोसोटो खिच्यो बिजी भइहाल्यो अब मजाले हल्लाउनु हो त्यसलाई बाटो नाचेर जाने